हामी चाहिँ अहिले रेबिन प्रधानको केरा फर्ममा आइपुगेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ यहाँ हजारौँ केराघरी छ। यो रामेछाप नगरपालिका वडा नम्बर 3 साङ्गुटार भन्ने स्थानमा छौँ हामी, लिखु नदीको छेउछाउमा। तपाईँहरू हेर्न सक्नुहुन्छ यो केरा बगान हेर्दै लोभलाग्दो, एकदम लोभलाग्दो केराका घडीहरू छन्। एकदम हामी राजाराम घिमिरे सर हाम्रो यहाँ हामी केरा बगानमा हामी यहाँ यसो हेर्दैछौँ, अनुसन्धान गर्दै हेर्दै। उहाँ हुनुहुन्छ यो केराघारीको सञ्चालक चाहिँ उहाँ हुनुहुन्छ रेबिन कुमार प्रधान। हजुरको परिचयबाट सुरु गर्नु न, भन्नु न। उहाँ चाहिँ परिचयबाट सुरु गर्नु न। सबैजनालाई नमस्कार। यो चाहिँ हाम्रो सुरुमा पछाको केराहरू काट्नलाई तयारी अवस्थामा भइसकेको छ। यो चाहिँ चिनाई केरा हो। सुरुमा पहिला पछाको केराहरू चाहिँ काट्ने बेला भइसकेको छ। केरा पनि काट्दैछौँ आज। हेर्नुहोस् चिनाई केरा कस्तो छ, कस्तो भएको छ हेरेर बत्तीतिर दिनु होला। यो मैले आफ्नो यहाँ फर्स्ट तारिक हाइमा गरेँ हो। काट्न योग्य छ कि छैन, ठिक छ कि छैन हेर्नु होला। बोक्नै नसक्ने केराहरू चाहिँ लगभग 300 कोठा जतिको फरक छ। त्यस्तै ताजा केराहरू चाहिएन हजुरहरू पनि सम्पर्क गर्नु होला। साङ्गुटार तथा कृषि फर्म साङ्गुटारलाई धन्यवाद। रामेछाप नगरपालिका 3 साङ्गुटारमा फलेका केराहरू हेर्न सक्नुहुन्छ। गरे के हुँदैन नेपालमै, उहाँ वार्षिक 10 लाखभन्दा बढीको केरा बेच्नुहुन्छ। उहाँ चाहिँ केरा सञ्चालक, केराघरी सञ्चालकका अध्यक्ष भनौँ कि साउजी भनौँ कि उहाँ नै हो हाम्रा रेबिन कुमार प्रधान। ओरिजिनल हुन्थ्यो नि त। हजारौँ बोट छन् केराका। रामेछाप नगरपालिकाभित्र यस्तो लोभलाग्दो पाइसकेका छन्। यो कति लामो केरा घरी छ हेर्नु त, यो कति हात हुन्छ यो? 1 2 3 4 5 6 7 8 9 10 20 हाताको केरा पनि फलिरहेको छ घरमा। अर्को पनि काट्ने हो, अर्को पनि काट्दै हुन्छ।
नगरौँ। सबैजनालाई नमस्कार। यो चाहिँ हाम्रो सुरु सुरुमा फसाएको केराहरू काट्नको लागि तयारी भइसकेको छ। हामीले केरा काट्न गइरहेका छौँ। केरा कस्तो काट्ने बेला भएको छैन, बत्ती बत्ती छ। त्यस बेला आज चाहिँ कति साउनको 19 गते हामी चाहिँ ताजा ताजा यहाँ केराहरू काट्न गइरहेका छौँ। हेर्नुहोस् केरा एकदम उस्केको छ। यो घरीमा चाहिँ झन्डै तपाईँको 250 गरेर पैसा जति केरा छ। कस्तो छ केरा हेर्नु होला। त्यस्तै ताजा ताजा केराहरू चाहिएन। गाउँका कृषि तथा पशुपालन क्षेत्र सम्झनुहोस्। सक्नुहुन्छ केरा कति